हजुर पहिला हजुरले यतापट्टि पर्दैन हजुरले बोल्नु न अब तैँले डोकर सम्झीलाई अहिले भन्नु उहाँको छोरा त्यसमा शुभ विवाहको सम्पन्न गरिदिनुभयो त्योभन्दा अगाडि तपाईँहरूको चाहिँ एउटा समितिको सिनापात परिचय थिएन आज यस समाजभित्र यस सभाभित्र यसमा हाम्रो कार्यभित्र यहाँहरू चाहिँ खुसी साथले आउनुभयो माया गर्नुभयो ज्वाइँ छोरीलाई हजुर हेर्नुहोस् अब किन कुरा चिन्नु जान्नुहुन्छ कुरा भनेको यता सुन यहाँ भने बाटो भनेको फुकाउने हाम्रो कर्तव्य हो हजुर फुकाउने भनेको कर्तव्य हो त्यस कारणले हाम्रो सम्धिहरूलाई सबैभन्दा ठुलो सम्धिभन्दा सानो अर्को छैन ल अब यसरी म भन्छु कि आज जबसम्म छोरा छोरी ज्वाइँको दीर्घ आयु रहोस् नाति नतिनाको पनि यहाँले आशीर्वाद दिनुपर्छ भने अब हाम्रो के छ भने ल अलिकति माथि उठाउनु ल तपाईँहरू यसरी गर्नुहोस् तिनपल्ट पहिला तपाईँ ढोक्नुहोस् ल उठाउनुहोस् हात एक सम्धी साहब अर्कोपल्ट हजुरले सम्धिनी साहब सम्धिनी साहब दुई सम्धिनी साहब ल अब यो खोल्नु त ल अब फेरि ढोक्नुहोस् अब चाहिँ खोलाको खोला तनी उरिने पहिला पर्खा एकछिन अब अरू हुन्छ अर्को अब सम्झिने अब भइसक्यो त सम्झिनीसँग त अहिले यस्तो दुई क्रस साइज ल अरू सम्झिनु तपाईँको छ हजुर तपाईँहरू अरू सम्झिहरू छ आउनुहोस् अब मुमा सासु अब यताबाट सुरु गर्ने मुमाहरू कहाँ हुनुहुन्छ डेढी उतै बस्नु न अब फेरि होइन अब देख फुपालाई पनि त झन् सय ठुलो सम्झि यहाँ होइन पहिला आमा खोइ साथ यो नि त हजुर बस्दा हुन्छ सम्धिनी बुढी बोजू सम्धिनी तपाईँ बाजा हुनुभयो नि त तपाईँ बस्दा भयो त हजुर लिनु पर्यो नि त म पनि पर्छ बोजू सम्धिनी आमा अब यहाँ बाजा छ फेरि दाजु नि यहाँ आउनुहुन्छ फेरि अब जुत्ता खोल्नु पर्दैन अब यो हजुरबा ठुलो सम्झि दादा सम्झि ताली मारौ मेरो पनाती तपाईँको ज्वाइँ मेरो पनाती के गर्नु राम्रो भयो होइन हजुर अब
दुई घरको जाने घर भयो कुर्सीहरू ल्याउन मिथुन कुर्सीहरू यहाँ कुर्सी बस्ने कुर्सी ल्याऊ यहाँ कुर्सी चाहियो तपाईँहरूको साटेको होइन त्यो कुर्सीहरू ल्याउन नबिन त्यहाँ बस्नु कुर्सी सबै कुर्सी ल्याएर अब यतापट्टि है सुरु अब 11 बजिसक्यो